नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानल बुक समरी नेपालीमा। आज हामी कुरा गर्दैछौँ एकदमै रोचक र जीवन परिवर्तनकारी पुस्तक द साइकोलोजी अफ मनी, जसका लेखक हुन् मोर्गन हुसेल। यो पुस्तक पैसाको मनोविज्ञान बारे हो, जसले हामीलाई सिकाउँछ कि धनी बन्नका लागि ठूलो तलब होइन, सही सोच र व्यवहार नै सबैभन्दा ठूलो कुरा हो। कथाको सुरुवात यसरी हुन्छ। मोर्गन हुसेल एक बैंकमा काम गर्थे। त्यहाँ उनले दुई किसिमका मानिसहरू देखे। पहिलो, धेरै पैसा कमाउने तर सधैँ ऋणमा डुबेका मानिसहरू, र दोस्रो, सामान्य आम्दानी हुने तर आफ्नो भविष्यका लागि बचत गर्ने मानिसहरू। त्यही बेला उनले बुझ्न थाले पैसाको खेल केवल कमाउने होइन, बचाउने र सोच्ने खेल हो। उनी भन्छन्, पैसा कमाउनु बुद्धिको कुरा होइन, व्यवहारको कुरा हो। यही सोचबाट जन्मिएको हो यो पुस्तक द साइकोलोजी अफ मनी। लेखक भन्छन्, तपाईँ कति जानकार हुनुहुन्छ भन्ने होइन, तपाईँ कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुराले नै तपाईँको आर्थिक भविष्य निर्धारण गर्छ। धेरै मानिसहरू बुझ्दैनन् कि पैसासँगको सम्बन्ध केवल तर्कसङ्गत होइन, भावनात्मक पनि हुन्छ। जब बजार बढ्छ हामी उत्साहित हुन्छौँ, जब बजार घट्छ हामी डराउँछौँ, तर सफल लगानीकर्ताहरू भावनामा होइन, विचारमा चल्छ। मोर्गन भन्छन्, हाम्रो सफलतामा भाग्य र असफलतामा जोखिमको भूमिका सधैँ हुन्छ। जस्तै बिल गेट्स धनी भए किनभने उनले उत्कृष्ट विचार ल्याए, तर उनले सही समयमा राम्रो विद्यालय पाए जहाँ कम्प्युटर थियो, त्यो उनको भाग्य थियो। तर अर्को विद्यार्थी केन्ट इभान्स, जो गेट्स जत्तिकै होशियार थिए, दुर्भाग्यवश जवानीमै मरे, त्यो जोखिम थियो। त्यसैले कहिले अरूको सफलता मात्र देखेर आफ्नो असफलतालाई तुलना नगर्नुहोस्। मोर्गन भन्छन्, पैसा कमाउनु सबैभन्दा ठूलो सिप। धेरै मानिस तुरन्त परिणाम खोज्छन्, तर धन बनाउने खेल धैर्यको खेल हो। जसरी बिउ आज रोपेर भोलि रुख हुँदैन, त्यसरी नै आजको लगानीको फल समयपछि मात्र पाइन्छ। कम्पाउन्ड इन्ट्रेस्टको शक्ति पनि यही हो, साना रकम समयमै ठूलो धनमा रूपान्तरण हुन्छ। लेखक भन्छन्, तपाईले कति कमाउनुहुन्छ भन्दा पनि तपाईले कति बचत गर्न सक्नुहुन्छ भन्ने कुरा नै महत्त्वपूर्ण हुन्छ। धेरै जसो मानिस पैसा कमाएर देखाउन खोज्छन्, ठुला गाडी, महँगा कपडा, ब्रान्डेड सामान, तर साँचो धनी त्यो हो जसले आफ्नो पैसा नियन्त्रणमा राख्न जान्दछ। हुसेल भन्छन्, धनी बन्नु भनेको धेरै खर्च गर्नु होइन, भविष्यका लागि स्वतन्त्रता किन्नु हो। आजको संसारमा सबैजना थप खोजिरहेका छन्, थप पैसा, थप सम्पत्ति, थप नाम। तर लेखक भन्छन्, इट्स इनफ भन्न सक्ने क्षमता नै खुसीको जरो हो। यदि तपाईलाई सधैँ अझ धेरै चाहिन्छ भने तपाईँ कहिले सन्तुष्टि हुन सक्नुहुन्न। धनको खेलमा सीमाना बुझ्नु नै सफलता हो। मोर्गन भन्छन्, साँचो सम्पत्ति त्यो हो जब तपाईँ आफ्नो समय आफै प्रयोग गर्न पाउनुहुन्छ। पैसाभन्दा ठूलो विलासिता हो कसैको आदेश बिना आफ्नो निर्णय लिन सक्ने स्वतन्त्रता। यदि तपाईँ बिहान उठ्दा आफ्नो समय तपाईँको हातमा छ भने त्यो नै धनीपन। धेरैजना धनी भएपछि आफू अझै सोच्न थाल्छन्, तर पैसा कहिले स्थायी हुँदैन। लेखक भन्छन्, विनम्रता, सावधानी र सिक्ने बानीले मात्र पैसालाई लामो समयसम्म साथ दिन्छ। पैसा भन्नु केवल नोट होइन, त्यो सोच हो, बानी हो र नियन्त्रण हो। मोर्गन हुसेल भन्छन्, पैसा कमाउन सिक्नुभन्दा पहिले पैसासँग व्यवहार गर्न सिक्नुपर्छ। सफलता त्यसैले पाउँछ जसले आफ्नो सोचलाई अनुशासनमा राख्न जान्दछ। तपाईँ धनी हुनुहोस् वा सामान्य, यदि तपाईँले पैसासँगको सम्बन्ध राम्रो बनाउनु भयो भने जीवनमा सन्तुलन र स्वतन्त्रता पाउनुहुन्छ। यदि तपाईलाई द साइकोलोजी अफ मनीको यो सारांश मन पर्यो भने कृपया लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनुहोस् र यस्तै प्रेरणादायी पुस्तकहरूका लागि नेपाली अडियो सारांश सुन्न हाम्रो च्यानल बुक समरी नेपालीलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।